गभर्मेन्टले जे गर्न सक्नु पर्थ्यो जसरी एक्सेस क्रिएट गर्नु थियो हाम्रो गभर्मेन्टले झन् ब्याकवर्ड हिँडिरहेको छौँ हामी धेरै कुरामा इन्टिग्रेटिङ साइडमा गइरहेको छौँ फिल्म बोर्ड अझै स्वतन्त्र हुन सकेन होइन हाम्रो नयाँ कानुन अझै पास हुन सकेन अझै पनि हामी स्वतन्त्र फिल्म को प्रोसेक्युट गरेको छैनौँ अहिले नै भनेको उसको कुरा अघि हामी कुरा गर्दैथ्यौँ शुक्रबार फिल्म रिलिज छ आजसम्म सेन्सर सकेको छैन हामीले सेन्सर पास गरिदिरहेको छैन त्यसले गर्दा कसरी अड्काउने भन्ने कुरातिर चाहिँ मोर हामी एफोर्ट गरिरहेछौँ कि हामी ब्याकवर्ड गरिरहेछौँ कि भन्ने कुरा लागिरहेछ होइन जस्तै अहिले राजागञ्ज प्रोड्युसर चाहिँ उसमा हामीले 2टा फिल्म थियो मुम्बई फिल्म फेस्टिभलमा मेन कम्पिटिसनमा 2टा फिल्म थियो होइन हामी कहाँ छौँ क्वालिटीको रूपमा भन्ने कुरा गर्दैछौँ 12वटा साउथ एसियन फिल्ममा 2टा फिल्म चाहिँ नेपालको थियो यसपालिको कम्पिटिसनमा मुम्बई फिल्म फेस्टिभलमा मैले फिल्म बोर्डको अध्यक्षलाई त्यति बेला नि कुरा भएको थियो उहाँ चाहिँ म बुसान आउँछु भन्दै हुनुहुन्थ्यो अनि मैले बुसानको कुरा छोडिदिनुहोस् इन्डियामा एउटा रिसेप्सन गर्नुहोस् न किन नजिकको मार्केट हो यो त्यत्रो ठुलो एक्सपोजर छ उनीहरूको 5वटा फिल्म मात्रै हाम्रोमा सुटिङ गर्न आइदियो भने कति ठुलो रोजगारी क्रिएट गर्न सक्छौँ होइन त्यसले हाम्रो मार्केटलाई कहाँ लैजाला हामीले उनीहरूसँग कोअपरेसन खोज्नुपर्ने हो उनीहरूसँग मिलेर हामीले कोलाबरेट गर्नुपर्ने फिल्म प्रड्युस गर्नुपर्ने हो जसले गर्दा चाहिँ उनीहरूले एक्टर दिन सक्ला रिसोर्सेस दिन सक्ला अनि हामीले नै फिल्म बनाएर 2टा ल्याङ्ग्वेजमा फिल्म बनाएर 2टा मार्केट कब्जा गर्नलाई ट्राई गर्न सक्छौँ आउनुहोस् एउटा रिसेप्सन गरौँ फिल्म मेकरहरूलाई बोलाउँ 2टा फिल्म चाहिँ हाम्रो कम्पिटिसनमा इभेन्ट गरौँ भन्दाखेरि फुर्सद छैन भन्नुभयो अनि त्यसपछि तपाईँ फिल्म सेन्सरै भएको छ कसरी सपोर्ट गर्न सक्छु भन्ने कुरामा आयो अब त्यो लेभलबाट सोच्ने फिल्म बोर्डले भन्दाखेरि त कसरी अगाडि बढ्न सक्छौँ अनि त्यो कुराहरू चाहिँ भएको छैन हाम्रोबाट अझै पनि जति हामीले सफलता पायौँ इन्डिभिजुअलको सफलता हो मेनमा हामीले आफ्नो हिसाबले फिल्म गरिरहेको छ आफ्नो हिसाबले बनाइरहेको अविनाश पेटौँले भर्खर फिल्म सुटिङ सिकायो निकै वर्ष स्ट्रगल गर्नु पऱ्यो अविनाशले फिल्म सुट गर्नको लागि पूजा गुरुङ र विभूषणले फिल्म सुट गर्न थालेको उसको पहिलो फिचर गर्न थालेको निकै वर्ष भएकोले अझै सिद्धाउनु सकेको छैन फाइनेन्सियल क्राइसिसकै कुरा हो हामीले चाहिँ ट्यालेन्ट नभएको होइन तर रिसोर्सेस र गभर्मेन्टको सपोर्ट चाहिँ 0 अवस्थामा भएको हुनाले अझ नेगेटिभ अवस्थामा भएको हुनाले चाहिँ हामीलाई गाह्रो हुने हो